हेलो गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। म चाहिँ आजदेखि मैले युट्युब च्यानल खोलेको छु अनि आजदेखि मेरो यो प्रोसेस म पुरा गर्न चाहन्छु र तपाईँहरूले पनि हल्का हेरेर साथ दिनु होला, सपोर्ट गर्नु होला हैन। ल गाइज हामी चाहिँ मार्केट जान लाग्यो, बाहिर यसो घुमघामको लागि जान लाग्यो। अब मार्केट गएर तपाईँहरूलाई म मार्केटको माहौल कस्तो छ त्यो पनि देखाउने छु र अहिले फाइनली एकदम हाम्रो खुसी कुरो भन्ने चाहिँ अब यही हो गाइस। मेरो एउटा साथी छ, त्यो साथीले चाहिँ मगाएको थियो नेपालबाट हैन, यो हाम्रो पिरो चाउचाउ है नेपालको, यो पनि दिनेछु। र त्यो साथीले चाहिँ चिकनको उस बनाउँछ हैन, चिकनलाई टारेर चिकनलाई फ्राई गरेर चिकन दाना बनाउने काम गर्छ, उसको म थोरै सर्ट भिडियो लिन्छु, त्यो पनि म तपाईँहरूलाई देखाउने छु है गाइस। हामी चाहिँ आयो हैन, अब तपाईँले ठीक है भैया, हम ये वाला भैया को ना ये पार्सल देने आया था, नेपाल से मंगाया था ये भैया, तो हम ये पार्सल देने आया। भैया भी इधर है, खड़ा है, तो देखिए भैया कितना अच्छा से ये चिकन का फ्राई करके आदमी लोग को कितना खुश करके देता है ग्राहक लोग को, तो है ना। ठीक है भैया, हाई कर दीजिए एक बार, जस्ट हाई कर दीजिए भैया। चलो भाई, चलो ठीक है भैया, रख लीजिए, हम जा रहे हैं, ठीक है कल मिलेगा। सो ल हामी चाहिँ अब जानु लाग्यो यतातिर हैन, यो अलिक फ्ल्याक्स भयो छैन के ल गाइस हामी चाहिँ अब टल्टर जाँदैछ हैन, सब्जी किन्ने हो, सर्वप्रथम सब्जी किन्ने हो। अनि अब म देखाउँछु के, यो सब हाम्रो बजार हो। अब यही हो, नास्ता पानी खाने, कपडा सपडा हल्का यसो 2 नम्बरीवाला कपडा किन्ने हैन, राम्रो त मिल्दैन तर यहाँ चाहिँ सस्तो। यो चाहिँ हाम्रो भाइ हो हैन, यहाँ यस्तो पाउँछ। सो गाइज यस्तो छ, अब यसो घुमाएर सर जानु पर्यो हैन, चिकझ्याक पारेर। यहाँ चाहिँ हाम्रो गाडी छ, जेरी खाने भाइ भयो, चलो पकड। यो यस्तै जान्छ है गाइस, म चाहिँ हल्का फर्स्ट टाइम थियो, फर्स्ट चोटि हो, त्यो भएर बोल्न अलिक उसो गर्छ। चलो क्या बोला तूने? यो ड्युटीको कपडा लिने, अब हामी टल्दै जान्छु गाइस। अब हेर्नु न सिन कस्तो राम्रो छ हैन, नाइट परेछ गाइस, त्यही भएर यसो हल्का राम्रोसँग आएको छैन होला, तर पनि यसो क्लियर गरेर यसो बुझेर हेरिदिनु होला। अनि माया ममता सपोर्ट चाहिँ एकदम गरिदिनु होला है, सब्सक्राइब चाहिँ गरिदिनु पर्यो हैन, अरू त त्यही हो गाइस हैन। ल और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। भाइरल खान्छ ले भनेर क्या मान्छे हो क्या भाइ, यहाँबाट आउन सानो अन्न हो क्या, यहाँबाट अब जान्छ क्या, कन्टिन्यू बोलेर जान्छ। डबल कैमरा जाकर खाटेगा अपने गईना खाने ल हाम्रो सिटी चाहिँ यही हो। हामी हिँडिरहने। ल ल ल आइसक्रिम त खाने त हुन्थ्यो, तर पैसा ल्याएको छैन मैले, छ अभी मजा आएगा ना भिडो। ल तिमी अब स्पोन्सर छ भने त हामी त खाइदिन्छौँ, गाडी नै खाली गरिदिन्छु। ल हामी चाहिँ आइसक्रिम खान्छ है, यहाँ हल्का हल्का आइसक्रिम खान्छौँ हामी चाहिँ, ठन्डा ठन्डा आइसक्रिम आइसक्रिम। ल श्रीदेव भनेर लेखेको छ यहाँ चाहिँ, कुल्फी आइसक्रिम। ल हामी चाहिँ ल मिठोवाला, ल जस्तो भए हुन्छ खाना पुरानो खास ल लग्नु। अब मैले आइसक्रिम खानु मात्रै एउटा। चलो आइसक्रिम मतलब चलो ये रहा हमारा आइसक्रीम, ये हम खाएगा अभी। देखो चलो ये आइसक्रिम है, यो लाइट चाहिँ यो माथिको लाइटले गर्दा चाहिँ हल्का डिस्को लाइट जस्तो आछ हेर्नु।
चलो स्टार्ट गर्छ हामी पनि है ल भैयासँग चाहिँ यो चाहिँ भाइ हो यो होइन भैया फेरि उता गर्छ भैया यो चाहिँ हो अनि यहाँ पैसा दिएको अब ठुलै नोट दिएको चिल्लर छैन गरे त्यसैले यता चिल्लर बोल्न दियो ल हामी चाहिँ जान्छौँ हामी जान्छौँ है ल आऊ भाइ ल हामी चाहिँ हिँडेको हामी चाहिँ अब के गर्छ र अरूको देशमा दुःख छ है दुःख जति भए पनि दुःख मनमा लुकाएर सर र हिँडिरहेछ हामी चाहिँ तातो चिसो हावा खाएर अनि तातो चिसो चिजहरू मिठा मिठा चिजहरू खाएर ल अब हामी सरासर जाने हो सरासर जाने भाइ अब रुममा पुगेर स्याम भात खाने हो अनि यही हो लारी भाई दुकान बंद कर रहा है चलो एक बार हाई कर दो मेरा सब्सक्राइब लोग को हाई ठीक है ये हमारा अच्छा भाई है वो मेरा अच्छा काका है देखो देखो और अभी तो रुको क्लाइमैक्स अभी बाकी पैसा चाहिँ दिन्छु भन्दै गरे कसले त्यो च्याउको वाला ए पछि बाँकी गर्नु तिमी बात गर पछि हाम्रो काम भइसक्यो पछि सकिनु बात गर के होला त्यस्तो यो चाहिँ उखु पेलेर खाने हो गाई उखुको जुस बनाएर खान्छ यहाँ चाहिँ हाम्रो पेटी चप्पल वगैराहरू पाउँछ सस्तो हैन सस्तोहरू यो भला गरे भैया यो के कम्पनी हो त्यो यस्तो यो चाहिँ उस हो कपडाको कलर बन्छ कि क्या है कपडाको कलर बन्छ निलै छ त यार है पुरै निलो मात्र कलर बन्छ यहाँ चाहिँ ल है साथीहरू हामी चाहिँ बजार गएर पनि आइपुग्यो यो सामानहरू लिएर आयो अब हामी चाहिँ रुम यही हो रुम यसो देखाइदिन्छ अब रुम यही हो रुममा जाँदैछ अब आजको भ्लग पनि अब अन्तिम है अब यति नै हो अब फेरि अब नेक्स्टचोटि म योभन्दा राम्रो भ्लग लिएर आउनेछु सपोर्ट गरिदिनु होला अहिलेलाई चाहिँ यो भिडियो अन्तिम लाइक सब्सक्राइब चाहिँ एकदम गरिदिनु होला है गाइस इम्पोर्टेन्ट चिज त्यही हो अब सपोर्ट गरिदिनु होला ल रुममा आइपुग्यो ल